आर्थिक सबलीकरणका लागि निजी क्षेत्र या सहकार्य सम्बन्धी यसले सुझाव सङ्कलन ज्याजो जुगुदु सुझाव सङ्कलन ज्याजो यल महानगरपालिका सहजीकरण व ललितपुर उद्योग वाणिज्य सङ्घ राजस्व समिति गोसाले जुगु ख ज्याजोले यल महानगरपालिका राजस्व प्रशासन महाशाखा प्रमुख प्रेम बहादुर थापा ललितपुर उद्योग वाणिज्य सङ्घ अध्यक्ष विश्वराज बज्राचार्य राजस्व समिति कजी पूनम महर्जन राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष प्रेमलाल महर्जन प्रेमराज जोशी ललितपुर हस्तकला सङ्घ अध्यक्ष रमेश सिंह आर्थिक सबलीकरणका लागि निजी क्षेत्र या सहकार्य सम्बन्धी थथगुनु गख तयादिगु ख जुन आज यो कार्यक्रमको सन्दर्भमा हाम्रो ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष र जुन ललितपुर उद्योग वाणिज्य स्थानीय राजस्व समितिका संयोजकले धेरै कुरा बताइसक्नु भएको छ र मैले पनि विगतमा चाहिँ ललितपुर महानगरपालिकाबाट जुन यो अहिले हामी चाहिँ 80-81 छौँ भने अब 81-82 को चाहिँ जुन पूर्व सन्ध्यामा छौँ त्यही सन्दर्भमा ललितपुर उद्योग वाणिज्य सङ्घ भनेको निजी क्षेत्रको चाहिँ एउटा छात्र सङ्गठन हो। उसको ललितपुर महानगरपालिकाको राजस्व सङ्कलनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका रहिरहेको पनि छ र यसको चाहिँ ललितपुर महानगरपालिका र जुन ललितपुर उद्योग वाणिज्य सङ्घको चाहिँ सहकार्यबाट हामी चाहिँ विभिन्न जस्तै यो किनभने ललितपुर महानगरपालिका यहाँलाई सर्वविदित छ ललितपुर महानगरपालिकाको 81-82 को चाहिँ हामी चाहिँ जुन योजना नीति कार्यक्रमको चाहिँ लगभग प्रारम्भिक चरणको चाहिँ छलफलमा भइरहेको अवस्था पनि हो। यो कार्यक्रम हामीले बनाउँदै गर्दाखेरि विशेष गरी ललितपुर महानगरपालिकासँग अब आउने नयाँ बजेट र नयाँ कार्यक्रमहरू तर्जुमा गर्दै गर्दाखेरि हामीले विशेष गरी महानगरपालिकासँग भोलिका दिनमा महानगरपालिकाले राजस्व समिति लगायत ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा भोलि हुने हाम्रा उद्योग व्यापारीहरूको हितको लागि नियमनहरू कार्यक्रमहरू के कस्तो हुन सक्छन् भन्ने कुराहरूमा छलफल गरी हामीले उहाँकै समय लिएर चाहिँ 3 बजे भनेका थियौँ तर विशेष कारणवश राष्ट्रपति भवनमा एउटा ज्ञापन पत्रको लागि चाहिँ उहाँ जानु नै पर्ने भएको कारणले गर्दाखेरि उहाँ अलिकति ढिला आउनुहुनेछ। त्यसकारण हाम्रो कार्यक्रमको मोडालिटीलाई पनि हामी अलिकति परिवर्तन गरेका छौँ। त्यो सँगसँगै हामी कार्यक्रमलाई चाहिँ अगाडि बढाउने नै छौँ। यो ललितपुर महानगरपालिका र हाम्रो ललितपुर उद्योग वाणिज्य सङ्घ एउटा सिक्काको 2 पाता जस्तै रूपमा हामीले अगाडि बढाउनु पर्ने हो। त्यसरी अगाडि बढेको खण्डमा यो ललितपुर महानगरपालिका समृद्ध महानगरपालिका बनाउनको लागि एकले अर्कालाई सहयोग गर्दै अगाडि बढेको खण्डमा सायद साकार गर्न सकिन्छ। एउटा पक्षले मात्र चाहिँ अगाडि बढ्न खोजेर अर्को पक्षलाई एउटा चाहिँ केही सहयोग नगरिकन आफू मात्र अगाडि बढ्ने हिसाबमा चाहिँ बढ्न खोजेको खण्डमा चाहिँ अगाडि बढ्न गाह्रो हुन्छ। तसर्थ सायद ललितपुर उद्योग वाणिज्य सङ्घ र ललितपुर महानगरपालिका एक आपसमा सँगसँगै हिँड्ने बाटो चाहिँ बनाउनुपर्छ जस्तो मलाई लाग्छ। ललितपुर महानगरपालिकाले विभिन्न व्यावसायिक सङ्घ संस्थाहरूसँग सहकार्य गरेर उनीहरूलाई जिम्मेवार बनाएर हाम्रो बजेटरी सिस्टम यस्तो छ जस्तो अहिले चाहिँ 60 अरब रुपियाँको करिब हाराहारीमा बजेट छ। अघि प्रेमजीले पनि भनिसक्नुभयो र आन्तरिकबाट 3 अरब चाहिन्छ उठाइरहेको छ। म त के भन्छु भने ललितपुर महानगर जहाँ जुन नगर एक हिसाबले घरमा उद्योग भएको नगर र व्यवसायीहरू बसेको नगर हो। त्यो ठाउँमा आन्तरिक स्रोतबाट जम्मा 3 अरब मात्र उठ्छ भने त्यो नगरपालिकाको असक्षमता हो। किनभने नगरपालिकाले व्यवसायीहरूसँग अथवा नगरवासीहरूसँग सरसल्लाह गरेर नगरपालिकाले कसरी सक्षम बनाउने नगरपालिकाले अझ कसरी चाहिँ सबल बनाउने त्यो कुरामा नगरपालिका अभियान आग्रह गर्नुपर्छ। जुन ललितपुर महानगरपालिकाबाट चाहिँ ललितपुर जिल्लालाई विश्वकला परिषदबाट चाहिँ 35औं हस्तकला नगरी घोषणा गरिएको अवस्था छ। यसरी ललितपुर इलेक्ट्रिक एसोसिएसन अध्यक्ष